अझै चाहिँ शिवपुरी नागार्जुन नेसनल पार्क ग्राउन्ड हो चाहिँ धर्म सिंह विपसना ध्यान केन्द्र हो जुन चाहिँ टिकट क्या कानी छिमी चाहिँ ठाउँ सुरुजिङ ल अनन्त दुने चाहिँ टिकट क्या जुली भजन आर्मी चेकिङ जुली चाहिँ खिचिएको भयो चाहिँ टक्क निमा फोकन ल्याएको टाइममा चाहिँ जिमी ठाउँ सुनाउँछु त्यही पुरी गएछ शिवपुरीका गौरीमा मलाई तानो भोले तपाईँको यहाँ स्वेटरलाई ठिक जुन छ ठाउँ याक्न हट्या चाहेन वे मला लिबाक्कन वयान मजिला होइन टक्क 10:30 लिसे 12:30 बजेभित्र चाहिँ वे मालका गर्छ चाहिँ लिबाइका घुमेर फेरि यता हाइकिङ वल्की भर्छ एडभेन्चर लाग्यो मलाई अलि ठटेना हुने रहेको सिधा लड्नु ढाँसा मानेछौँ ठेन्ने यहाँ ठान्नु आज चाहिँ ठाकुरसँग चाहिँ यहाँ छ हिँड्ने मलाई साढ़े 4 घंटा ट्रेन 3 घंटा हो गया 5 घंटा हो गया 3 घंटा नहीं गुम्बा चाहिए खाना चाहिए शिवपुरी चिसर हुन्छ नभए खानु खन्ला खन्दुङका सेउला नि चरण नष्टका ठोलाउने एउटा मोटो उठ्छु गाडी उनीपट्टि लौटो गए ल मोटो उठ्छु नि जङ्गलै बिच अप्लासमा पार्छु कालो भटभटी जुझु यहाँसम्म तपाईँसँग ठाडो कालो मरु उठन आठो छु प्लान्ट हो ल पाते टुरिस्ट छौँ यहाँ पाते टुरिस्ट छौँ पाते टुरिस्ट छौँ वल्ल झरना वल्ल झरना यताको बडा हो र हुन्छ बाटो चाहिँ के पनि छैन त्यहाँबाट के देखि जानु रहेछ झिझाइन ठाउँ ठ्याक्क गन्ठ्यान रहेछ
सिक्रे जङ्सन के थिएन 1850 मिटरमा रहेछौँ हामी अहिले ठन्थेन पानी मुहान ठाउँ 20 मिनट 20 आओ लगभग 30 मिनट लाग्यो ठाउँ 30 मिनट आयो लगभग झिम्टा 1 घन्टा लाग्यो पुग्यो मिनी झर्ना आइपुग्यो है मिनी झर्ना छैन नि वाउ अब लगभग 1 घन्टा लगभग हिँडेपछि यस्तो डाँडामा पुग्यो लगभग 1 घन्टा यसरी है जग्गा ठाउँ चाहिँ भटिचा खुला डुबन छ मलाई पनि हम चाहिँ भर्छ फरक यहाँ तो छुकै सीमा हो ओहो सीमा चाहिँ रुख के रुख साली रोग टाइम होला ठिटा मस्यो नि भर्दैछ रिसर्च आउने मगाने गएलाई गुराँसमा ढो सल्लाह गर्नु पुग्दैन ठिक छ यहाँबाट चाहिँ अलिक बाटो बिग्रिँदो रहेछ सानो बाटो रहेछ आज जिउ खेउ नि अहिले छवाले है जिउ खेउ नि अहिले छवाले मन खाली मजट ल्याउनु म चाहिँ ठिक छ ठुलो लगापट्टि छ क्याम्पस हुन्छ सीमा टेढ़े काट्नु नि आज चाहिँ ठेनी नकाने ल ठिकै ख लगभग 1 मिनट भित्र थिएँ नि झर्ना साउन भटिपट्टि ट्याडल थिएछौँ ठेनी न एक मुक्ता झर्ना छ ट्याडल नि म ठेनी नथिन्छौँ ओ माय गॉड झर्ना पुग्यो हामी ठेगानी झर्ना चाहिँ सर्भिसिङ जरा अझ मठ्यो नि झर्ना खण्डला मेन झर्ना अझ भाग्दैन ठाउने 30 मिनट विष्णुदार जङ्सन थिएन 30 मिनट यहाँसम्म नि ठाउने मलाई टोखा डाँडा गाउँ हुने नगएछु ल टोखा डाँडा गाउँ टोखाबाट आयो भने चाहिँ यो बाटो रहेछ बाइक साइक पनि आएको छ
यहाँबाट हिँडेर जानुपर्छ ल चल अब 30 मिनट 30 मिनट जति यहाँ सुन्के चाहिँ बल्ल ठेनेका विष्णुघर लट्ठी चाहिने त यहाँ पो रहेछ त ठन चाहिँ भट्टी स्लिपरी जुनी बिस्तारै वा हटाउने हो बल्ल अलिअलि हाइकिङ भयो त्यो ठाउँमा नि मैले भनेको कहिले रङ हुँदैन क्या ऊ त्यो टुप्पोसम्म पुग्नुपर्छ भनेको थिएँ नि मैले चाहिँ विष्णुघर मन्दिरै हुने चाहिँ बेजुल झर्ना हुने चाहिँ चुइठे छुमा चन्द्र दुईचोट सुमानेका आजी कुए मन्दिर ठुकेछु ल झर्ना ठुकेतिर झर्ना नि हुना नि ऊ अनि चुए भर्छ चुए यहाँ तल चाहिँ मन्दिर मलाई चाहिँ विष्णुघर मन्दिर भन्छ अन चुए चुए चाहिँ ठन झर्ना दिन चाहिँ झर्ना नि पहिला हुने अलि अनले हिँड्ने जग्गा डेटा हुन अहिले छेली आउने कसरी यहाँ नि आस्पे झर्ना ठेन्टो सुनाचन्द्र लाको झर्ना ठेरेन यहाँनिर उनाचु बिमन्ट टर्नु अब कोही चाहिँ डेरा डेरा मौसी पहिला झर्ना नि उन्टा गएछ अहिले पुग्यो है हामी झर्नामा यहाँ सानो गुफा जस्तो छ गुफा छ होइन तर फोहोर नफाल्नु भनेको यहाँ पनि फोहोर फालेछ कि जति भने नि हुँदैन मान्छेहरूलाई मान्छेहरू त छन् थुप्रै पो रहेछन् त हो झर्नामा मान्छेहरू पानी भिज्यो पास्पिङ जिमी चाहिँ टक्क अन्चो झर्ना न सोयाबेन मलाई सोयाबेनका चाहिँ आठ विष्णुघर डेढ दर्शनीय विष्णुघर उहाँले एकछिन पुरा डिस्टर्ब जुन ल पुरै छिटो बिस्तार हुने कोही झर्ना भएछ लोगो चुए लाउँपट्टि झर्ना खेउना भएका कारण बच्चा ज्ञानको छु नि कोही हिङ्गाजिङ हामी कन्टिन्यू भएका नि क्वानो ठुके आम भर्याङ नुले
छाता खोल्नु पर्ने मान्छे देखेन नि त हो त्यसरी हेर्न न हामी चाहिँ विष्णुद्वार मन्दिर पुग्यौँ ठ्याक्कै ठ्याङ्का विष्णुद्वार ठन लोए लोएपट्टि इकटे गाटो कनु नु नु म तलसम्म पुगेर आउँछु बस्ती विष्णुद्वार चाहिँ ठाने ख अन्त हल्का गुफा त अलि अन त्यो चाहिँ ठाउँ के झर्ना थियो नि आठो चाहिँ झिले आउने लौचुका अब गुली ठाउँ एउटा ठो युज आइजी जिमी चाहिँ उखे बिचाउँ त्यो नि पहिला उना भयो आठौँ टु झी पाउना ठुलो हाइकिङ चाहिँ सिलेका छेस नौका मलापुरी ठिक जुला कानी फोटो क्या होला का पास पे थकाइ मारेको अवस्था